बस्नुपर्छ। अब तपाईँ त मेरी आमा रोएर बस्नुहुन्न होला, तर आफैले हानेर घाइते पारे मान्छे त रुङ्न पर्यो नि। बिचरालाई के चाहिन्छ, के आवश्यकता पर्छ सबै रेखदेख गरौलाई निको पारेर उसका घर पठाइदिनु पर्यो। ल अब जाम त अस्पताल, त्यो मुन्छेको रेखदेख गरौँ, त्यसलाई निको पारौँ। यही नै हाम्रो सबैभन्दा ठुलो धर्म हुन्छ। ल जाम। लु भयो, पाप र धर्मको कुरा तिमीले मलाई सिकाइरहनु पर्दैन। पहिला तिमी आफ्नो घर बनाउनुतिर लाग। तिम्रै कारणले गर्दा, तिम्रै जिद्दीले गर्दाखेरि यहाँ कति धेरै समस्या उत्पन्न भइरहेको छ, थाहा छ तिमीलाई? ए प्रभु, मेरो जिद्दीको कारणले होइन, तपाईका परिवारको गलत बुझाइको कारणले त यहाँ समस्या उत्पन्न भएको छ। तपाईहरु खूब आफूलाई जान्ने सुन्ने भन्ठान्नुहुन्छ। हामीले भनेको पत्याउने नपत्याउने, गलतै कुरा भयो भने आफ्नै परिवारले भनेको पत्याउने, अनि अहिले आएर सबै दोष चाहिँ म माथि लाउने। हेर्नु, म यो झैझगडा गरेर यहाँ बसाइ लिएर बस्न पनि जान्न। मलाई सबैभन्दा ठुलो कुरा मेरी आमालाई निको पार्न पाए हुन्थ्यो भन्ने लागिरह। त्यही भएर तपाईँ अब ठुलो मान्छे अस्पतालमा नजाने हो भनेदेखि म जान्छु। आमाको पनि ख्याल वास्ता गर्छु, तपाईँले गाडीले हाने मुन्छेको पनि ख्याल वास्ता गर्छु। पहिला तपाईँले गाडीले हाने मुन्छेलाई सकुशल बनाएर उसका घर पठाइदिउँ, मेरी आमालाई निको पारेर घर पठाइदिउँ। त्यसपछि तपाईँले कहाँ जाम भन्नु त सबैतिर म गइदिउँ। ल अहिले चाहिँ मलाई अस्पतालमा जान दिनु, म गएँ। लु भयो, तिमी कहीँ पनि जाने होइन। हुन्टो हुन्टो अरे कति मुन्टु मुन्टु अका छोरीको कोठाभित्र जाने, कोठाभित्र डसुरेर बस्ने, कहीँ पनि जाने होइन। तपाईको दादागिरी के हो? धेरै दादागिरी नदेखाउँ मैले भन्दिछु। आमालाई खाना लिएर जाने नपाउनु बिराम भएको बेलामा हस्पिटलमा आमा भेट्न जाने भनेको छ, कौस कोसँग गरेर दाइलाई भेटेको छ। यही हो तिम्रो काम। ए बाबा, हस्पिटलमा भएको दाइसके मैले दोडा कुराहरू पनि पाउँदिन। किन गर्नु पर्यो? आमा भेट्न जान्छ, आमाले भेट्नु पर्यो नि त। किन भित्र गएर बस, जान्न गो। भित्र गएर बस भन्दैछु म। तपाईँ